गाइज हामी आज छोटो हाइकमा जाँदैछौँ। अहिले चाहिँ म गट्ठा घरमा छु। यहाँदेखि चाहिँ भेला भएर हामी छोटो हाइकमा जाँदैछौँ। I'm waiting my friends. अनि मयूर भनेको होइन आउनु मयूर हेर्दा आँखा दुखिसक्यो। साथीहरू चाहिँ मयूर बसमा आउँछ भने कि मयूर भनेको बनेपातिरको होइन। अनि मयूर हेर्दा हेर्दा धुलोले पुरिसक्यो कि पछि त्यस्तो सानो मयूरमा आएछ क्या साथीहरू। कस्तो क्या चाबी लागेको होइन हामी के गाउँछ होला यो। बस्नु बस्नु कि उभो बुढो उभेर जाउँ। आउनु आउ सोल्टी आउ न। वेलकम वेलकम वेलकम। अलि साथी यो अलि भित्रसित अलिक अगाडि के घर छ एउटा थाहा छ? मलाई थाहा छ लर्लिङहरू छैन। भूत घर छ भूत घर। भूत घर। मलाई सोध्नु न यार तपाईँको प्रश्नको उत्तर मसँग छ। हामी कहाँ जाने हो? यता अब कहाँ जाने हो? यहाँदेखि हिँडेर यहाँदेखि हाम्रो यसपालको हाइकिङ ट्रेल चाहिँ अलिक गाउँ जस्तो भयो क्या। साँखु टु नगरकोट। अहिले चाहिँ हामी साँखुमै छौँ। यो साँखु साली नदी साँखुको मन्दिर। अनि अब यहाँदेखि चाहिँ हामी उकालो उकालो हिँड्दै जाने कुरो चाहिँ छ। यहाँ मुनि पनि दामी मन्दिर। यो त मन्दिर पहिला थिएन त। सर यो मन्दिर त मलाई थाहा छैन त के यो पछि बनाऊ साली नदीको मन्दिर हो। पहिला चाहिँ मैले नदेखेँ। मैले त यो मात्रै देखेँ क्या। यो वाला मात्रै देखेँ हो। अनि यो चाहिँ मैले देखेँ। तर यो साली नदी नआएको पनि त धेरै वर्ष भयो नि त। 60 सालमा हो मेलामा। खोइ यो के मन्दिर भन्नु त? माधव नारायण। यो सस्तानी यो सस्तानी यहाँको अहिलेको जान्ने चाहिँ उहाँ हुनुहुन्छ है। गाइड भन्दा नि हुन्छ। गाइड यहाँको। माधव नारायणको शालिक होइन के भन्ने होला? शालिक भन्ने कि मूर्ति भन्ने? मूर्ति भन्ने होला नि। माधव नारायण अलिक धरारा जस्तो रहेछ। एक्स्ट्रा नै रहेछ है। सेल खाने चिया खाऊ न। पापड ल्याइदिनु न एउटा यहाँ। भेराइटी चाहिँ टन्नै छ। पञ्चलक्ष्मीतिर जाने कुरो भयो। यो हाम्रोतिर धानको कुन्यु भन्छ सर यसलाई। धानको कुन्यु? धानको कुन्यु। अनि धान चाहिँ हजुरको चाहिने झाँटिसकेपछि होइन, झारिसकेपछि यो पछि बाख्रा बस्तु गाई भैँसीलाई खुवाउनलाई चाहिँ भनेपछि यसमा यो भित्र धान छैन? अब धान छैन। पराल मात्रै हो? पराल मात्रै हो। परालको कुन्यु हो सर यो है। अब हाम्रोमा खेत छैन। हाम्रोमा धान फल्दैन। खोटाङको मान्छे। ठिक छ। एउटा कुरा यति कुरा पनि तपाईँलाई सम्झाइदिनु भयो, बुझाइदिनु भयो, खुसी लाग्यो। श्री नेपाल आमा स्वयं प्रकट श्री सालग्राम मन्दिर भन्ने रहेछ। ओहो बाख्रा आन्टी के गर्दै हुनुहुन्छ? के गर्दै हुन्छ बाख्रा आन्टी? ठिक छ। नेपाल आमा भनेको चाहिँ नेपालको झन्डा रहेछ। आमा चाहिँ त्यो अगाडिको हो क्या र? हामी अहिले एकदम नसोचेको एकदम नयाँ ठाउँ आइपुग्यौँ। नेपाल आमा अनि नेपालको नक्सा भएको सबै जिल्लाहरू भएको। अनि अगाडि आमा उभिएकी रहेछिन् नेपालको झन्डा बोकेर।
अनि एउटा गाई हुन्छ यो त भगवानै हो नि कुन भगवान त नेपाल आमा भनिरहेछ त्यहाँ त्यो बोल्नु भएन नेपाल आमा भनेको थियो क्या त्यहाँ त्यो नेपालको आमा भनेको त्यो चाहिँ आमै होला हेर्नु न हो आहा राजा रानी रहेछ सबै रहेछ नि मन्दिर चाहिँ के हो त कस्तो अप्ठ्यारो ठाउँमा भएको मन्दिर पनि यता मन्दिर कहाँ हो त यार यो त म त कहिले नआएको ठाउँ आएँ त यार ए ल छैन त मन्दिर त खै ओ भुत निस्क्यो त यता खासै केही रहेनछ हो यो भिडियो त यही नक्साहरू चाहिँ नेपालको नक्सावाला चाहिँ अलिक एक्स्ट्रा रहेछ मन्दिरमा खासै केही रहेनछ यो चाहिँ अलिकति एक्स्ट्रा रहेछ है चट्टान त हो चाहिँ राजा रानीहरू रहेछ है दैया कता हिँड्नु भएको घुम्नु हिँडेको नि म त घुम्नु हाइकिङ हो नि आज हाम्रो हो र दया नि यार यो ब्याग त एक्स्ट्रा छ त यार कहाँबाट ल्याउनु भयो यहाँ खतरा छ नि यो चाहिँ मेरो दाइले एकदम हामी चाहिँ हाइकिङ हिँडिराख्ने भएकोले उहाँले एकदम माया गरेर पठाइदिनु भएको दामी छैन कस्तो राम्रो क्या दामी क्या मलाई मन पर्यो हो नि सोल्टी विदेशी मलाई मन पर्यो हो यो के अर्को पिस मगाउनु मिल्दैन भने सोध्नुपर्छ म सोध्छु नि त दाइलाई हो है ल द दाइलाई धेरै धेरै धन्यवाद यही भिडियोदेखि बबाल छ क्या अब झोला त हजुर हामी चाहिँ एकदम एक्स्ट्रा ठाउँमा आइपुगेको जस्तो लाग्यो क्या यस्तो भएको ठाउँ चाहिँ म चाहिँ आजसम्म गएकै छैन क्या हिमाल हिँडियो तराई हिँडियो पहाड हिँडियो सबै ठाउँ हिँडियो तर यस्तो नेपालको नक्सा भएको ठाउँमा चाहिँ म कहिले आएको थिएन दिस इज द फर्स्ट टाइम पञ्चमहालक्ष्मी मन्दिरमा तपाईँलाई हार्दिक स्वागत छ उद्योमा जाउँ न आउनु न हामी यहाँ नपस्ने यहाँ पस्नलाई जुत्ता खोल्नुपर्छ अरे टिकट काट्नुपर्छ अरे के भन्थ्यो हामी त घुम्न आएको हो नि त अनि कहाँ त्यो भित्र जाने हाम्रो टाइम छैन ठाडो उकालो हो यहाँ पनि त्यही भएर हामी चाहिँ यहाँ नपस्ने निर्णय गरेँ बाहिरदेखि हेर्ने भन्ने कुरा भयो हामी चाहिँ एउटा भाइरल छ अरे क्या मूर्ति मन्दिर त्यहाँ जाँदैछौँ है भाइरल मन्दिर भाइरल रे त यो भन्छन् खै कताको भाइरल यो टिकटक त होला नि सिजीले बनाएको यो मन्दिर पञ्चलक्ष्मी त्यो त तलको यो त थाहा भएन सोल्टिकेको तर एक्स्ट्रा रहेछ है पनि यहाँ एक्स्ट्रा रहेछ है के त्यहाँभित्र भगवान रहेछ म भगवान चिन्दिनँ धान त दामी रहेछ यो पनि अनफर्चुनेटली सटरडे पनि नखुलेको भनेपछि त के गर्नु यार यो हामी जान चाहन्थ्यौँ हामी यो गुफामा जान चाहन्थ्यौँ तर यो गुफा चाहिँ हाललाई बन्द रहेछ अनि हेर्नु त भित्र गुफा त कसरी अब खै छैन हेर्नु त रहेछ त्यो गुफा त भित्र जाने ठाउँ रहेछ नि जानु पाएन मनाइन्छ फोटो खिचेको छैन हामीले त भिडियो खिचिरह छैन रहेछ बन्द आज रमाइलो ठाउँ त रहेछ तर बन्द रहेछ क्या हेर्नु चट्टा भिडियो सोल्टी यो कता जाने यतादेखि जानु मिल्छ कि सोल्टी हामी यस्तो राम्रो ठाउँ टोयलेट चाहिँ यस्तो फोहोर यार छिर्न पनि नसक्ने क्या यस्तो राम्रो ठाउँमा त अलिकति बरु पैसा लिएर व्यवस्थापन गर्दा पनि हुने हो क्या वीर अस्पतालको भन्दा पनि नराम्रो छ यार होइन त के हो फेरि केरा खान थाले साथीहरू तपाईँहरू केरा खाना आउँदैन केरा भनेको बोक्रेछ खाने हो क्या बोसँग हो ल ठिक छ मैले यो साथीहरूलाई मैले मानिसकेँ क्या केरा बोक्रेसँगै खाने अन्डा त्यो खोलसँगै खाने
लु जाउँ अब यहाँको यो मन्दिरको चाहिँ टुर हाम्रो सकिएको त भिजिट कार्यक्रम अब हामी यसो लागौँ होइन त यता छ त्यहाँ पुग्नु त अब लाग्छ त 1.5 घन्टा कार्तिकै नगरकोट त्यहाँ कता नगरकोट यो कार्तिकदेखि नगरकोट नजिकै रहेछ त लाग्छ नि 1 घन्टा लाग्छ हामीलाई कार्तिकै नगरकोट हो बुखेचा मैले चाहिँ पहिला पढ्दा चाहिँ सुलुङ्गो के भनेर पढाएको थिएँ तर अब यो नेवार भाषामा चाहिँ बुखेचा के भन्छ अरे अब बुइखाच्चा यो बुखेचा यो चाहिँ चराचुरुङ्गिएर आएर चाहिँ यसो बालीनाली नष्ट नगरोस् भनेर बनाउने हो तर मैले देखेको चाहिँ त्यहीँ चरा बसेर खाइरह हुन्छ ल बुइखच्चा दाइ ख्याक्चा ल हस् धन्यवाद यो ठ्याक्कै अहिले आयो यसको नाम चाहिँ बुखेचा तपाईँ नेवार हो र नेवारको त 2 शब्दको अक्षर हुन्छ क्या हो यो प्लटिङ आकर्षक घडिरी चाहिँ रहेछ यता आकर्षक घडिरी क्रेनले तनाउनु पर्छ आकर्षक घडिरी रहेछ है त्यहाँ 3 बहिनी कि आमा छोरा छोरीहरूलाई करा त ब्या गर त ब्या बाख्रा होइन यो देख्नुभयो कराउँछ क्या भनेको मान्छेकै गाई बस्तु भनेको आमा हो चिसो हावा घाम तर वातावरण चाहिँ एकदम दामी मजै छ रमाइलै छ मजै बेग्लै छ ठिक छ हेर्नु त यस्तो चाहिँ हामीलाई महिनामा 1 दिन चाहिँ हामी हिँड्नुपर्छ साथीभाइ मिलेर हिँड्नै पर्छ क्या हाम्रो साथीभाइ प्रतिको माया ममता पनि प्रगाढ बन्ने हामी आफू पनि स्वस्थ बन्ने हामी साथीभाइसँगको सम्बन्ध पनि सुमधुर रहने त्यस कारण हामी धेरै त भन्दिनँ परिवारलाई पनि समय दिनु पर्यो समाजलाई पनि समय दिनु पर्यो बाबुआमालाई पनि दिनु पर्यो इष्टमित्रलाई पनि दिनु पर्यो आफन्त नातागोता ससुरालीलाई पनि दिनु पर्यो है ज्वाइँ हो तपाईँ तर महिनामा 1 दिन चाहिँ यसरी साथीभाइसँग समय दिएर हिँड्नुपर्छ एकदम स्वस्थ हुन्छ मस्त हुन्छ व्यस्त हुन्छ कुरो त्यस्तो रहेछ है त्यही भएर पनि हामी चाहिँ जहाँ भए पनि हिँड्ने भनेर चाहिँ हामी हिँड्दैछौँ अहिले हामी नगरकोटतर्फ जाँदैछौँ अब यो माथि चाहिँ कार्तिकै भन्ने ठाउँमा आउँछ अरे त्यहाँ चाहिँ हामी खाना खानेछौँ त्यसपछि नगरकोट हुँदै हामी भक्तपुरतिर तर्फ जानेछौँ अहिले पुरा घना जङ्गल रहेछ नि त है सलिपिरको गाईलाई गाई बस्तुलाई सेउला हालिन्छ दाजु गाईलाई मल भारी यार खतरा हाइकिङ जस्तो चाहिँ बल्ल भयो क्या जङ्गलहरू बाटो अलिअलि होइन रमाइलो रहेछ नि यहाँ त वाउ जस्ट लुकिङ लाइक वाउ हाइकिङ भनेको चाहिँ यो हो क्या जङ्गल बाटो रुख बोट बिरुवा बब्बाल अहिले चाहिँ घना जङ्गलमा आइयो कि हेर्नु त कस्तो हजुर आउनु म तान्छु तपाईँलाई अलिक डेन्जरियस बाटो छ के गर्ने हो खतरा बाटो हिँडेर केटाले लास्टमा चाहिँ क्या गलत बाटो ल्याए जस्तो लाग्यो बहुत गाह्रो छ आउनु ल सक्छ आउनु हो तान्नुपर्छ हेलो खोटाङकै मान्छे हो नि यार आयो नि त बाटो यस्तो गाडीमा हिँडेको केटाले हाइकिङ भनेर यस्तो घरीको पिचमा पाहाडमा घाँस काट्दै गएको बेला पनि यति नराम्रो ठाउँ हुँदैन यार त्यही भने घरि यस्तो बाटोमा हिँडेको केटाले
यो होइन सामान चाहिँ यो ठिक हो गतिलो चाहिँ यो लोकल हो ल हलो चाहिँ कार्तिकेयमा पनि रहेछ पहिला हाम्रो गाउँमा मात्रै मैले देखेको थिएँ तर यहाँ कार्तिकेयमा पनि रहेछ जुवा हलो अनि यो चाहिँ अब के भन्छ यसले ओखली भन्दैन यसलाई के भन्छ हाम्रो लिम्बू भाषामा चाहिँ सुमदाङ भन्छ ओखलीलाई ओखली भइहाल्यो अनि यो गुन्द्री बन्ने हतास होला अनि यस्तो छ यो चाहिँ के हो यो है चकडी हो पुरा दुम्सीको काँडा पनि रहेछ दुम्सीको काँडा छ चकडीको एउटा हालिदिनु सोल्टीले जेसै गर्छ हाम्रो हुन्छ सोल्टी खेर जान्छ जाओस् आज खेर जाओस् ल यो चिकनको कर्जी मर्जी आइटम खै ए राखौँ त भित्रको हो राम्रै छ यसो हेर्दा मिठै छ जस्तो छ मिठो छ हेर्दै मिठो छ सरी अचार अलि खान्थे कस्तो लाग्छ मेरो खोर्सानी खै अचार अलि खान्थे खै त भाल ल्याएकै म अचार खाने मान्छे पनि ओ यार उसको दामी छ सिलाम यो खै त भाले ओ करे त नि भाले त हाम्रो सिस्टम चाहिँ भाले त उल्टा उल्टा भने दाइले भने मेरो फोन आयो एक करे नै आयो त झोल त यो यता राखिदिन्छु कुरा बिस्तार पो धमै कुखुरा बेस्तर गयो भने धुलै धुलो उड्छ अनि खोइ के लगाउने यहाँ डाडो ए ल्याउनु त सेल हो मैले अलिकति लु आएर चाहिँ तपाईँलाई गलियो त हौ गोली हो घाम भयो क्या हिँड्नलाई एकदम घाम बाटो सरी देखाइदिनु उकालो ठाक्नु तपाईँ हिँड्नु है होइन नि बाँडी र लेटाङ्ग्रो त अम्म खतरा है अहिले चाहिँ यसलाई चाहिँ मान्छु है म कुहिरो दाजुहरू रहेछ कि आउनुहोस् भनेको अब त्यति इङ्ग्लिस आउँदैन फलोवर्स विथ अस भनिदियो हो बुझ्यो कि बुझ्नु थाहा छैन यो चाहिँ आजको हाइकिङ मध्येको सबैभन्दा राम्रो बाटो चाहिँ यही लाग्यो आएन नि मेरो इङ्ग्लिस बुझेन नि आएन कुहिरेर होरेहरू केम न भन्नुपर्छ होरेर केम न हो हाय 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 हाम्रो हाइकिङ चाहिँ सकिन लाग्यो है अब हामी चाहिँ नगरकोट निस्किन लाग्यौँ अब 2-3 किलोमिटर होला अब नगरकोटदेखि चाहिँ हाम्रो हजुर आउनु यतै बाटो यतै हो बाटो आउनु यतै आउनु बाघले हजुर तर बाघ छैन यहाँ मान्छे छ हाम्रो सकिन्छ होला है त्यहाँदेखि चाहिँ गलिदियो पनि रात पनि बन्न आँट्यो बेसी गाईको गोठ माया बेसी गाईको गोठ झन् हेऱ्यो झन् राम्रो पिपल पाते ओठ झन् हेऱ्यो झन् राम्रो पिपल पाते ओठ वाह 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 कस्तो राम्रो गीतहरू कहाँ सिक्नु भएको यो नगरकोट लगभग आइपुग्यो हिँडेर हाम्रो यात्रा पनि अब सकिन्छ होला अबको चाहिँ हामी गाडी चढेर जाने कुरो छ नगरकोट चौतारी नगरकोट गलियो पनि थाकियो पनि यहाँदेखि चाहिँ सक्यो होला हाम्रो हिँडाइ अलिक पिच धेरै भयो क्या हिँडाइ कस्तो खुट्टा दुखेर गाह्रो क्या हिँड्नलाई अब चाहिँ यहाँदेखि चाहिँ गाडी चढेर
जाने हो ओके बाई 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 एभ्रिवान सी यू नेक्स्ट भिडियो बाई 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 यहाँ कसलाई रुँगेर बस्नु भनेको को मान्छे भेटिन्छ कस्तो भेटिन्छ यहाँ त भेट्न सक्छ नभेट्न सक्छ होइन दिउँसो 10 बजीतिर आएको खतरा टिकट